राख्नु भएको थियो कुनै बेला मेरो अनुहार हाँसिरहेको हुन्छ कुनै बेला एकदम स्याड भयो होला एकदम रुइरहेको हुन्छ कुनै बेलामा अलि एग्रेसिभ भयो यहाँ सत्ता पक्षकै माननीय अनावश्यक सरकारकै विरोधमा मान्छे भएर जन्मेपछि विभिन्न खालको फेसियल एक्सप्रेसनहरू क्रिएट हुन्छ अब जनताको मुद्दाहरू मेरो टाउकोमा भारमा आउँदाखेरि त्यो चाहिँ अब प्रोसेसमा कार्यान्वयन तपाई त एक्लै हुनुहुन्न नि सिङ्गो राष्ट्रपा छ 182 संख्या तपाईहरुको छ सरकारको असन्तुष्टि हो कि के हो होइन त्यो भइसक्यो त त्यसमा त्यो 15 करोड बजेट चाहिँ उ भइसकेको छ के हैन कार्यान्वयन चाहिँ उठाउँदै गर्दा तपाईकै मान्नेज्यूहरु तपाईका साथी मान्नेज्यूहरुले चाहिँ झनै तपाईको विरोध गरिरहनु भएको छ त्यसलाई कसरी लिनुहुन्छ मैले हेरै फुर्सद पाएको छैन भाइ तपाईले संसदबाट यसरी हिँड्नु भयो ब्याग बोकेर हिँड्नु भनेर तपाईले जनताको मुद्दा सुनेरै मैले भ्या छैन तपाईले यसरी मलाई नपेल्नु त पेल्नु भएन नि आशिका दिदी पो हो त म त तपाईलाई त राष्ट्रपालले पनि निलम्बन गर्न सक्छ भन्ने छ नि कुरा हो अब भाइले चाहिँ गर्नुहुन्छ होला मलाई